सो गाइज अहिले हामी आएको छौँ यहाँको गौशाला। पहिला पनि यहाँ के एक्सपोहरू भएको थियो अनि एक्सपोको त्यो अहिलेसम्म त्यो छँदैछ अनि हामी अहिले गौशाला आएको छौँ अनि भित्र के छ के भएको छ सबै थोक तपाईँलाई यो भिडियोमा हेराउन चाहन्छु। सो अब तपाईँ यहाँ आउनुहोस् अनि केही भाइहरू त्यहाँ पनि छ, भाइहरूसँग सोध्छु के छ यहाँको खबर के छैन अनि त्यो भाइहरूसँग सोधेर यहाँ भाइ एउटा बसेको छ, यो भाइसँग सोध्छु केही कुराहरू के छ यहाँको बारेमा, यहाँ के हुन्छ के हुँदैन त्योहरू सोध्छु। सो भाइ एउटा केही प्रश्नहरू तिमीसँग सोध्नु थियो। यो गौशाला कुन ठाउँमा पर्छ? हाम्रो जतुवामा पर्छ। यो जतुवाको विराटनगर कतिमा पर्छ? विराटनगर 14 मा। ए अनि यो चाहिँ गौशालामा के कस्तो छ, के तपाईँ यसको बारेमा एक्सप्लेन गर्न चाहनुहुन्छ? हजुर चाहन्छु। अनि भन्नु न एक्सप्लेन गरेर। यहाँ हाम्रो गाईहरू राख्छ। अनि अरू के हुन्छ यहाँ? यहाँ हाम्रो दुध फ्याक्ट्री मतलब एउटा दुध फार्म पनि भनिन्छ यसलाई। दुधहरू पनि यहाँ राख्छ, गाईहरू हुन्छ धेरै। यहाँ एउटा जस्तै हाम्रो यहाँ पछाडि हेर्नुहुन्छ हाम्रो एउटा मन्दिर पनि छ, यसलाई गौशाला भनिन्छ। ए यहाँ चाहिँ दुधहरू पनि सेल गरिनुहुन्छ यहाँको मान्छेहरू? हजुर हजुर त्यो पनि गरिन्छ। अनि के यहाँ केही मेला सेलाहरू के पनि लाग्छ यहाँ होला? यहाँ लाग्दैन, यतापट्टि हाम्रो एउटा डिग्री क्याम्पस छ त्यहाँभित्र लाग्छ। अहिले अस्ति भर्खरै हाम्रो यहाँ विराट एक्सपो लागेको थियो, समथिङ 4-5 दिन अगाडि। ए ठिकै छ। अनि के भन्छ यहाँ पूजासुजा के यस्तो के फेस्टिभलहरू मनाउँछ होला? हजुर हजुर बेलुका मतलब बिहान बेलुका हाम्रो यहाँ साँझ धुप अगरबत्तीहरू सब देखाउन पाइन्छ। ए हजुर पनि आउनुहुन्छ यहाँ? हजुर आउँछु। सधैँ आउनुहुन्छ? सधैँ त आउँदिनँ तर हप्तामा एकपल्ट दुईपल्ट आइहाल्छु म पनि। ए अनि चाहिँ हजुरको घर कहाँ हुन्छ? हाम्रो घर सप्तरी हो। अनि तपाईँको नाम? मेरो नाम निकपाल यादव हो। ए अनि तपाईँको रियल घर कहाँ हो? हाम्रो घर राजविराज हो मेरो। यहाँ के पढ्नुहुन्छ तपाईँ? हजुर पढ्छु। ए कुन स्कुलमा पढ्नुहुन्छ? शिक्षादीप स्कुलमा। ए कति क्लासमा? 10 मा। घुम्ने केही ठाउँहरू तपाईँ हेराउन सक्नुहुन्छ? हजुर ए हेरौँ न। अनि के कस्तो छ यो मन्दिरहरूको बारेमा के कस्तो छ? यो यही हो हाम्रो गौशाला मन्दिर। ए यो कुन भगवानको मन्दिर हो चाहिँ? हाम्रो हेरिहाल्नु न कुन भगवानको मन्दिर हो। हाम्रो यो चाहिँ कृष्ण कृष्ण राधेको भगवानको मन्दिर पनि छ। ए अनि चाहिँ यहाँ के कस्तो छ, यहाँ के गाईहरू कहाँ राख्ने गरिन्छ हजुर त्योहरू हामीलाई हेराइदिनु न। यहाँभित्र छ अहिले गाईहरू राख्छ यहाँभित्र। ए गाईहरू चाहिँ कुन भित्र हुनुहुन्छ? यहाँभित्र छ हेर्नु न। ए हिँड्नु न, अलिक हेराइदिनु हामीलाई पनि। यहाँ हाम्रो गाईको डिनर हुन्छ। कहाँ? यतापट्टि हाम्रो ए गाईको अनि डिनर गाईको हुन्छ। खानेकुराहरू चाहिँ काटकुट गरिन्छ होइन? हजुर हजुर। ए अनि यहाँ चाहिँ यो के छ यो भित्र? यहाँभित्र हाम्रो गाईहरू छ। ए अनि त्यहाँ त्यो भित्र? यहाँभित्र हाम्रो मतलब केही खानेकुराहरू दिन्छ। ए अनि भित्र जानु पर्मिसन छ होला? हजुर छ छ। ए अहिले यहाँ हामी जाँदैछौँ। सो गाइस अनि तपाईँहरू भिडियो हेर्नु भित्र के छ कस्तो छ। सो गाइस अहिले भित्रमा यहाँ त दुईवटा गाई म मात्र हेर्दैछु। अहिले गाई छैन, उतातिर लगेको छ खाना खानु। ए उतातिर त। सो गाइस यहाँको भिडियो हेर्नु तपाईँ, यहाँ गाईहरू हुनुहुन्छ, गाईको त्यो के खानेकुरा हुनुहुन्छ। अनि यहाँ के यो खानेकुरा के दिनुहुन्छ? यही हाम्रो जुन गाईहरूले खान्छ ए पिठोहरू सब कुरा हालिदिएको हुन्छ। यहाँ हाम्रो मान्छेहरू पनि छ गाईको रखवाली गर्नेहरू। ए उहाँ को हुनुहुन्छ? यहाँभित्र हाम्रो यहाँ रेखदेख गर्ने हुनुहुन्छ। ए अनि चाहिँ यहाँ मान्छेहरू हुन्छ होला? हजुर छ। रेखदेख गर्ने सबजना? हजुर। ए यहाँ चाहिँ मन्दिर एउटा मात्र छ कि अरू मन्दिरहरू? हजुर एउटा मात्रै छ यहाँ अहिले। ए अनि यो भित्र टेन्टमा के छ? त्यही छ मतलब गाईहरूलाई राखिदिन्छ रात्रि, जाडो लाग्दैन त्यही भएर यो प्लास्टिक हालिदिएको छ। ए यसको मतलब गाईहरू टन्न छ यहाँ? हजुर टन्न छ। होला 7 होला? 30-40 वटा जति होला। ए 30-40 वटा र? हजुर। ए अनि भित्र यहाँ चाहिँ अगाडि के छ? हाम्रो उता पनि गाई छ अहिले। ए अगाडि पनि गाईहरू नि छ? हजुर हजुर। अनि त्यो फिल्ड के को फिल्ड हो? त्यहाँ हाम्रो जस्तै त्यो लार बुहारहरू बाहिरबाट लिएर आउँछ, त्यो गाईहरूलाई दिनको लागि त्यही त्यहाँ राखिदिएको छ अहिले। ए अनि हामी चाहिँ अहिले अगाडि गएर हामी के छ भित्र अलिक हेराइदिनु ल। अनि अनि सो गाइज अहिले हामी अगाडि जाँदैछौँ अनि भित्र के छ कस्तो छ। यो चाहिँ के दुध नदिने गाई के छ 40वटा छ। यो के छ यहाँ तपाईँ हेर्न सक्नुहुन्छ भिडियोमा। अनि हेराइदिन्छ फोटोसोटोहरू लागेको छ, तपाईँ हेर्न सक्नुहुन्छ होला। अनि यहाँ के पेर्वा सेर्वा राख्ने छ के छ भाइ यसमा? योमा हाम्रो पेर्वाहरू राख्छ। अहिले त छैन होला? अहिले छैन, जाडोको कारण होइन? हजुर। ए अहिले हामी भित्र जाँदैछौँ के कस्तो छ अहिले त्यही हेर्नको लागि।
यहाँ पनि यहाँ हेर्न गाईहरू छ। सक्नुहुन्छ गाईहरू छ। ए अहिले यति गाईहरू मात्र छ है? हजुर हजुर। ठिकै छ। अझै उतापट्टि छ, अलिअलि छ उता पनि। हेर्न सक्नुहुन्छ यहाँ गाई माताहरू धेरै हुनुहुन्छ। सबै यहाँ आउनु भएको छ अहिले हेर्नको लागि। अहिले हामी बाहिर जाँदैछौँ। अब यहाँभित्र हेरिसकेको छ, अब हेर्दैछौँ यहाँ के कस्तो छ अझै। अनि भाइ अझै के यता के अझै छ? यतापट्टि पनि छ। यतापट्टि पनि छ होइन? अनि भित्र के छ यहाँभित्र? यहाँभित्र पनि त्यस्तै गाईहरू छ, मान्छेहरू बस्छ, 2-4 जना काम गर्नेहरू पनि हुन्छ। ए हामी हेर्दैछौँ ट्र्याक्टर पनि छ होइन? हजुर हजुर। ए अनि घुम्ने ठाउँ पनि छ, अलि शान्त ठाउँ होइन? मान्छेहरू पनि बस्ने गरिन्छ होइन? हजुर। ठिकै छ। अनि यहाँको ठिकै छ। सो भाइ तिमीसँग मिलेर राम्रो लाग्यो। खोजेको दिन राम्रो जाओस्, राम्रो लाग्यो। अब हामी जाँदैछौँ अहिले। फेरि पनि आउँला। हस्, थ्याङ्क यू। सो गाइज यो भिडियो कस्तो लाग्यो तपाईँलाई? मन पऱ्यो भने लाइक सब्सक्राइब गर्नु र सेयर पनि गर्नु होला। आजको लागि यतिकै नै। थ्याङ्क यू गाइज।